दर्शकबिन सुन्दा नै आङ सिरिङ्ग भएर आउँछ। हिजो राति करिब 11-12 बजेतिर नर्सिङ होम पछाडि जुन हेर्नुहोस् त यो टोल हेर्नुहोस् त, यो घर अगाडि एकजना अपरिचित एकजना महिलालाई जुन 4-5 जनाका अज्ञात समूह आएर जिउँदै जलाएर यही ठाउँमा फालेका थिए। अहिले हेर्नुहोस् त दिदीले आफ्नो घर अगाडि त्यो घटना घटे पश्चात प्रहरीलाई फोन गरेर यो सब उठाइसकेपछि अहिले दिदीले आफ्नो घर अगाडि जुन त्यो महिलाको सब उठाएको ठाउँमा सफा गर्दै हुन्छ। दिदी तपाईको घर हो यो? हजुर। ए अनि कति बजे के थाहा छ? केही थाहा भएन हामीलाई। त्यही 12 बजे पुलिसले बोलाउनु भयो, उठ्यौँ। हजुर। त्यसपछि हामीलाई थाहा छैन। 12 बजे तपाईँ सुतिसक्नु भएको? सुतिसकेको थियौँ। हजुर। अनि यो जस्तो अब उसलाई पेट्रोल सकेर आगो लगाएको देखियो, अनि ऊ कराएको होला, रोएको होला, केही हारगुहार माग्यो, केही सुन्नु भएन? त्यो सुनेनौँ। त्यो सुनेको भए त भन्थ्यौँ, सुनेनौँ त। आगो लगाएको बेला त त्यो मारेर ल्याएर यहाँ नचिनेर पनि आगो गरेर गरेको त्यही घटना हो। अन्त मारेर ल्याए अनि तपाईँको घर आँगनमा हालिदिए, नचिनेलाई पनि जलाए। पुरा यो बरात जलिएको थिएन, तल पेन्टेको जलिएको थिएन, र त त्यसरी मान्छे मर्छन् न, कपाल पनि जलिएको थिएन। उसको फेस चिनिन्थ्यो? त्यो फेस चिन्ने छैन। फेस चिन्ने छैन है? फेस चिन्ने छैन। हजुर, फेस चिन्ने छैन। हामीले हेरे त्यो उठाउँदाखेरि त्यो उसमा भ्यानमा हाल्दाखेरि त्यति बेला देख्यौँ। हामी उठेको बेला त पुरै उसले ढाकेको। पुरै उसले ढाकेको थियो, तन्नाले ढाकेको थियो। प्रहरी आइसकेपछि तपाईँलाई उठाइसकेपछि अनि बल्ल थाहा पाउनु भयो? हजुर, प्रहरीले उहाँ दाइ उठ्नु भयो, म पनि निदाएँ। त्यस थाहै भएन। त्यसपछि माथि बाद झरे, यहाँ देखेँ त्यस्तो भयो त, हत्तापत्ता गरी तल झरे क्या म त, के भयो भनेर। अहिले उनी कहाँ के हुन् भने थाहा छैन। थाहा नभएको कुरो कसरी भन्ने हामी थाहा छैन। दिदी अब यस्तो घटना त घट्न थाल्यो आफ्नो घर अगाडि, भोलि हाम्रो छोरी चेली छन् होइन, विभिन्न घटना घट्दा डर हुन थाल्यो त? डर हुन थाल्यो त, यही कारण हो भने पुलिसले पनि यहाँ नजिकको उसो आएर घुम्ने, राति पसल ठिक टाइममा पसल बन्द खोल्ने, ठिक टाइममा बन्द गर्ने गराइदिनु पर्यो। हामी यो अलि हल्ला धेरै भइसक्यो, रातिसम्म पसल खोल्ने नखोल्ने, अलि 10 बजेदेखि यता पसल खोल्ने, त्यसपछि बन्द गर्ने गराउनु पर्यो। दर्शकबिन उनी महिला को हुन्, कहाँ की हुन्, अहिलेसम्म उनको परिचय खुल्न सकेको छैन। उनको सब भने अहिले हस्पिटलमा राखेको छ। हेर्नुहोस् त, यो टोलको नाम के हो दिदी? कोरेनपुर हो है? ए अनि तपाईँ पनि यहीँको हो? अब डर अब यस्तो डर हुन थाल्यो, मान्छे जिउँदै जलाउन थाले। हजुर, अब के गर्ने, त हामी पनि पछि उठ्यौँ। हजुर, बोलाउनु सक्नुभयो, यो ढोका ढक 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 गराउनु भयो, अनि यहाँ बोलाउनु भयो, धेरै पछि हामी उठ्यौँ। के लाग्छ उनको सब यहीँ उनी जिउँदै हुँदा यहीँ जलाएको जस्तो लाग्छ कि उनलाई कतै मारेर यहाँ फालिएको जस्तो लाग्छ? खै हामीलाई त्यति थाहा भएन म्याडम। नै त्यो अब त्यो घटना प्रवृत्ति हेर्दा तपाईँलाई के लाग्छ? खै त चिच्याएको हामी सुन्नुपर्ने हो, सबै आफै शरीर आगो लगाएको या चिच्याउनु पर्ने हो भनेको, चिच्याउन पनि सुनेनौँ। भगवान् साँच्ची छ, हामी त्यसमा छैनौँ। हुन पनि अचम्म छ। हेर्नुहोस् त, यति बाक्लो बस्ती छ, सबैजना त एकैसाथमा त कोही पनि सुत्दैनन्, तर भने यो रहस्यमय घटना घटेको छ। उनलाई जिउँदै लिएर यहाँ जलाएको जस्तो देखिँदैन। प्रवृत्ति हेर्दाखेरि उनलाई कतै मारेको थियो र पुलिस आइसकेपछि हामी यो घर नजिकले पुलिस आएर यहाँ हामीलाई गेट बजाएर यहाँ लास छ थाहा पाउनु भयो कि के हो तपाईँहरूको भनेर पछि मात्रै थाहा पायो। कतै हल्ला कराएको कतै सुन्नु भएन? केही पनि थाहा भएन। अब हेर्नुहोस्, यति धेरै बाक्लो बस्ती छ, हेर्नुहोस् कति धेरै घरहरू छन् यहाँ। यति ठुलो बाक्लो बस्तीमा घटना घट्नु भनेको कस्तो अचम्म? अब त्यो अचम्म मात्रै होइन कि यो कस्तो समाजले के गर्दैछ, कतातिर जाँदैछ, म पनि चिन्तित छु। अब 2 बजे 1:30 बजेको टाइममा थाहा भयो। अब यहाँ आसपासको मान्छे कसैलाई थाहा छैन कहाँबाट ल्याएको हो कि अथवा यहीँ जलायो कि हो कि, खासै डिटेल यहाँको मान्छेलाई थाहा भएन। त्यो पुलिस सुरक्षा कर्मी आइसकेपछि यहाँ छ तपाईँहरू उठ्नु भनेर गेटहरू सटरहरू हानिसकेपछि बाहिर आउँला यो उनीहरूले सुरक्षाकर्मीले नै छोपेर राखेर लास देख्या। यो देख्ने पहिलो जस्तो यहाँ सब देखेको, उनी मृतकलाई देखेको कसले हो यहाँ? त्यो चाहिँ थाहा भएन। हामीभन्दा पहिले धेरै मान्छे जुटिसक्यो। धेरै मान्छे तपाईँ उठ्नुभन्दा अगाडि धेरै मान्छे जुटिसक्यो हुनाले हामीलाई सुरुवात स्टार्टिङ कसले देख्यो भन्ने कुरा हामीलाई थाहा। उनी नानी कतै यहाँ कता भाडामा कोठा लगेर बस्थिन् या त्यस्तो अहिलेसम्म पत्ता लागेको छैन। हाम्रो आसपासमा ओल्नु पल्नु घरको कोही होइन। हजुर, बाँकी अहिले टाढाको के हो त्यो चाहिँ थाहा भएको छैन।
थाहा छैन है दर्शक पनि हेर्नुहोस् त यही घर हो यो बाक्लो बस्ती यति धेरै छ अहिले यो सप उठाएको ठाउँमा यो घरबेटीले सफा गर्दै हुनुहुन्छ